हेलो एन्ड नमस्ते गाइस, सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। आजको यो ब्लग चाहिँ बेतना सिमसर गएको बनाउँदैछु। सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। अब कति लाइक कमेन्ट सेयर भन्नुहुन्छ होला। तपाईँहरूले लाइक कमेन्ट सेयर गरे पो हामीलाई पनि खुसी लाग्छ र हामी पनि यस्तै ब्लगहरू बनाउँदै गर्छौँ। त्यही भएर प्लिज लाइक कमेन्ट सेयर गरिदिनु होला, मेरो यति थोरै रिक्वेस्ट छ। गाइस, आज चाहिँ हामी देउसी भैली खेलेको पैसाले हामी सिमसार जान लाग्छौँ। भैले नि खेलेको पैसाले उब्रेर होइन हामी ड्राइभर माइलो त छ कि फेरि हामी चाहिँ सिमसार हेरेको गाइस। ल गाइस, हामी चाहिँ सिमसार आइसकेको छौँ। अब यहाँ आएर घुमघाम गर्छौँ अनि भिडियोहरू बनाउँछौँ, हाल्छौँ, हेर्नु होला। हेलो गाइस, हामी चाहिँ बेतनामा आयौँ। बेतना आइसक्यौँ। मम्मी यता हेर्नु त। वेलकम छ मेरो मिनी ब्लगमा। कान्छी बुहारी, मम्मी, छोरी यता हेर नानी। ओहो, क्या ब्युटिफुल हाम्रो। कताको बहिनी लगाएर माथि पुगेछ। आउनुहोस् है गाइजहरू, सिमसार बेतना दामी रहेछ हौ, राम्रै लाग्यो मलाई त। ब्युटिफुल प्रिन्सेस, बिग प्रिन्सेस है यो चाहिँ। ऊ चाहिँ सानो प्रिन्सेस। सानो प्रिन्सेसहरू चाहिँ अलिक ब्ल्याक ब्युटीहरू छन्। बिग प्रिन्सेस चाहिँ अलिक ब्युटी वाइट छ। यता देखाउ त नानी, बहिनी देखाउ त। बहिनी सानो छ। मम्मी जाऊ पक्रेर ल्याऊ, पक्रेर जाऊ न। निगुरो घारी रहेछ बेतना सिमसारमा। पाइन्छ कि पाइन्न बेटिनीमा सब सब पाउँछ, मान्छे धरी पाउँछ। फेमस अब हेर न, अब म बसको आमा जस्तो गरेर बोकी माग्छ। गुड ठुलो मम्मीलाई सताउ आज पक्री मागा। आफ्नो छोरा त नबोकी अर्कोलाई बोकाइ हिँडेको छु। कसरी फेरि चोखोबारहरू, चोखोबार जुठोबार के लाने है साथीहरू? चोखोबार लाने कि जुठोबार लाने? हेर्नु सक्नुहुन्छ गाइस, कस्तो मिठो रातो मासु। यहाँ चाहिँ सुँगुरको सेकुवा पाइने रहेछ, भुटेर हेर्दै खाउँ लागिसक्यो। अब पाक्न आँटेको अनि यहाँ चटपटे बनाउँदै हुन्छ। हाम्रो मासु चाहिँ पाकिसक्यो गाइस। हामी चाहिँ खाने तयारीमा छौँ। तपाईँहरू चाहिँ भिडियोमै चिन्ता बुझाइदिनु होला। गाइस, मलाई सिमसारमा सबसे धेरै मन परेको कुरा चाहिँ यहाँ डेक पनि पाइँदो रहेछ, जसबाट हामीले ब्लुटुथ कनेक्ट गरेर आफै गीत बजाउनु मिल्दो रहेछ। यसमा चाहिँ कति किलो छ? 2 केजी हो, यो 2 केजी हो। मेरो बहिनी चाहिँ हेर्नु न, मजाले चिजबल खाएकै छ। अनि यहाँ दिदीहरू, आमाहरू हुनुहुन्छ। भाइ पनि मस्त चिजबल खाइरहेछ। अनि मामा, यहाँ हामी चाहिँ चटपटेको खाइरहेछौँ। भाइहरूलाई चाहिँ चिजबल, अब उनीहरू सानो छ, खानु मिल्दैन।
हामी चाहिँ भाइरल रोड हुँदै घरतर्फ लाग्यौँ। दिनभरि रमाइलो गऱ्यौँ अब थाकेर अब अटोमा जाँदैछौँ अब घर जाने लुगा फेर्ने। ल गाइस आजकोलाई चाहिँ यति नै। हाम्रो ब्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर सबै गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। अनि यस्तै भिडियो आउँदै गर्छ। हस्त